छट हो लौ 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 हामी लाग्यो है लौ 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 तेरो कट्टु नि हेलो नमस्ते सबैजनालाई झोर्ले सबैजना सन्चै आरामै हुनुहुन्छ होला म पनि एकदम धेरै आरामै छु र हामी चाहिँ ट्याक्क लगाएर आज ट्याक्क उता देख्न सक्नुहुन्छ हामी चाहिँ अब हिँडिसक्यौँ कहाँदेखि कहाँ भन्दाखेरि हामी चाहिँ आज रोल्पादेखि दाङसम्मको यात्रा हुनेछ गाइजहरू के गर्नु घर आइयो 2-3 दिन बसियो 2-3 दिन बसेर अब फेरि आफ्नो काम गर्ने ठाउँतिर लाग्यो हजुर आज चाहिँ हाम्रो घोराइ बास हुन्छ किनभने चाहिँ हामी चाहिँ अहिले चाहिँ लगभग 3-4 बज्न लागिसक्यो हिँडिसक्यो र हाम्रो बाटो चाहिँ अहिले चाहिँ बवाल छ चिटिक्क परेको हामीसँग सरर जाने हो घरमा पूजा सकियो अब सकिसकेपछि चाहिँ अब चाहिँ हामी चाहिँ लाग्नुपर्ने हुन्छ दाङतिर चट्टपारामा आज दाङ बसेर भोलि चाहिँ आफ्नो काम सकाएर फेरि भोलि साँझ या त पर्सितिर हामी चाहिँ फेरि पुटोलतर्फ लाग्नेछौँ र यो चाहिँ हाम्रो नुवागाउँ बजारमा चाहिँ चट्टपाराले हामी हिँडिसक्यौँ है हाम्रो स्कुल चाहिँ यही हो जमानामा 11-12 परेको स्कुल हामी चाहिँ चट्टपाराले हिरो टाइपमा चतर भन्दै हिँडिहाल्यो हामी चाहिँ अब त्यहाँदेखि कति बेला पुग्नेछौँ र बाटोको अवस्था चाहिँ यतासम्म चाहिँ ठिक छ मिल्यो भने चाहिँ होलिरीदेखि उताको बाटो चाहिँ कस्तो छ के छ भन्ने कुरो सबै देखाइदिने नै छु र हाम्रो यहाँदेखि होलिरी रहेको छ जम्मा 15 किलोमिटर फेरि बाटो फेरि अच्छा छ नि त त्यो कारणले चाहिँ टाइम चाहिँ लाग्नु चाहिँ हेरौँ कति बेला पुगिन्छ बाटोमा भेट्दै गरौँला तपाईँहरूसँग यो चाहिँ हाम्रो नुवागाउँको चेकपोस्ट हामी चाहिँ अहिले ट्याक्क लगाएर भाङ्गोबारीको उकालोमा छौँ मजासँग हाम्रो सरले चाहिँ ड्राइभ गर्दै हुनुहुन्छ म चाहिँ पछाडि बसेर टक्क भ्लग बनाउँदै आरामसँग हिँड्दैछु है यस्तै छ यहाँको बाटो चाहिँ चट्ट पाराले पिच भएर यस्तो बवाल भएको छ हेलो गाइज हामीहरू चाहिँ अहिले ठ्याक्कै रुन्टीगढी गाउँपालिका अर्थात् हाम्रो चाहिँ होलिरी बजारमा चाहिँ आइसकेका छौँ र बाटोमा चाहिँ किन भिडियो बनाएन भने चाहिँ एकदम धेरै बाटो क्लिन छ यो हाम्रो चाहिँ होलिरी बजार चट्टपारामा होलिरी बजार पनि तपाईँहरूले ट्याक्क लगाएर देख्न सक्नुहुन्छ होलिरी बजारको यो तल्लो बाटो हो यहाँ चाहिँ बाटो पनि सागुरो टाइपको छ बच्चाहरू स्कुलको बिदा भयो 4 बजिसक्यो यो चाहिँ होलिरी बजार च्याट्टै देखिहाल्नु भयो तपाईँहरूले मैले भन्दा पनि देखिहाल्नुभयो यो चाहिँ होलिरी बजारमा सरर के हो पानी पर्यो कि पानी हाल्यो हो यस्तो चिसो पो छ त
यो चाहिँ होलिरी बजार ट्याक्कै लाएर पहिला चाहिँ हामी चाहिँ यो होलिरी बजारमा पनि यो सुनसरी होटेल यहाँनिर छ। यता कता थियो यहाँ माथि छ। यो होटेलमा चाहिँ डह्रो बसिन्थ्यो पहिला गाडीमा हिँड्दाखेरि। चट्टपारामा बच्चा बच्चीहरू किन यस्तो पानी हालिदिएको यार बाटै भएर यार। अब चाहिँ हाम्रो स्टार्ट जर्नी। बजार सक्यो। बजार सकेपछि हल्का ठिच्नै पर्यो। यता अरू बाटै कोइला खानीको ओह्रालो भनौँ या कहाँ भनौँ। अब तपाईँहरूले प्रत्यक्ष रूपमा चाहिँ देख्न सक्नुहुन्छ बाटो कस्तो छ भन्ने कुरो। यो कति वर्ष भयो यस्तो बाटो भएको र कुनै पनि नेताले पनि अहिलेसम्म यो बाटो बनाउन सकेको छैन। रोल्पाको यो होलेरी दाङ सडक खण्डमा चाहिँ यस्तो छ बाटोको अवस्था कि एउटा गाडी उतादेखि आयो भने मान्छे झुलै हुन्छ। र कतिपय ठाउँमा चाहिँ रोल्पामा पनि राम्रो बाटो बनिसकेको छ हैन। र अहिले चाहिँ हाम्रो यो होलेरीदेखि दाङसम्मको मिनिमम 25-30 किलोमिटर होला। र यो बाटो चाहिँ धेरै वर्ष भयो पिच नभएको। बाटोको अवस्था कस्तो छ नेताहरूले पनि बुझ्नु पर्यो। भोट माग्दा चाहिँ घर घर धाउने, भोट मागिसकेपछि भोट दिइसकेपछि चाहिँ यस्तो अवस्था बाटो। नेताहरू चाहिँ अब हेलिकप्टरमा हिँड्ने मान्छेहरूले चाहिँ अब यस्तो अवस्थाको बाटो भनेर चाहिँ बाटोको अवस्था यस्तो छ भनेर चाहिँ थाहा पनि नहुन सक्छ। अब नेता भइसकेपछि त ठुलै मान्छेहरूसँग अब यस्तो कुरो गर्नु पनि भएन हैन। अलि तल घोराइ पुग्नेसम्म खसी भइएला र बत पारेर यस्तो छ। हजुर बाटोको अवस्था भ्लग बनाउँदाखेरि पनि लाजा मर्दोको रे बाटो है। यो त अन्त अफरोड। अब हामी जनताहरू भेले भन्दा पनि एकदम भेडा भएर पनि यस्तो भएको हो। यो चाहिँ खासमा अब एउटा नेताले मैले यहाँसम्म चाहिँ पिच गरेँ मैले भन्यो अर्को साल छैन। फेरि पिच उर्जिसकेको हुन्छ त्यो भट्किसकेको हुन्छ। त्यो भएर चाहिँ यसमा चाहिँ अलिकति हाम्रो रोल्पाली नेताहरूप्रति ध्यान जाओस् भन्न चाहन्छु। सबैको मनमा सबैको विचारमा सबैले चाहिँ आफ्नो गाउँठाउँ विकास भएको हेर्न चाहन्छ, देख्न चाहन्छ। विकास हुनलाई चाहिँ भरपर्दो नेता हुनु पर्यो। अलिकति अब यहाँसम्म चाहिँ रोल्पा नै पर्छ। अब यहीँनिर तलबाट चाहिँ हाम्रो डाङ जिल्ला सुरु हुन्छ। अब बाटो यस्तै छ यहाँको चाहिँ। हाम्रोलाई भन्दा चाहिँ राम्रोलाई भोट दिने हो निर्माणको लागि, आफ्नो क्षेत्र निर्माणको लागि। अब त्यो कुरामा चाहिँ हाम्रोले भन्दा चाहिँ राम्रोले चाहिँ विचार गर्नु पर्यो। अब भोट चाहिँ हामी चाहिँ अब जसले विकास गरेको छ, जसले चाहिँ अब योगदान पुरा छ बाटोको लागि, आफ्नो कुनै गाउँपालिकाको लागि भने चाहिँ उहाँलाई चाहिँ हामीले चाहिँ अवश्य भोट दिनेवाला छौँ। अब बाटोको अवस्था हेर्दाखेरि यस्तो छ कि तपाईँहरू चाहिँ होलेरीसम्म चाहिँ एकदम राम्रो छ। होलेरीदेखिको यो बाटो चाहिँ अहिले पनि होइन धेरै वर्ष भयो। यो धेरै वर्ष हुँदाखेरि पनि हाम्रो नेताहरूको ध्यान आकर्षण नभएर हो कि नत्र भने फेरि जेन्जी जान्छ नि। फेरि जेन्जी भनेपछि अहिले त नेताहरू छेर छन् नि त। ट्याक्कै जेन्जी आयो भन्ने बित्तिकै फेरि ल हामी चाहिँ फाइनली चाहिँ
च्यानगैरा भन्ने ठाउँ चाहिँ आइसक्यो गाइजहरू। च्यानगैरा चाहिँ यस्तो छ। च्यानगैरा नाम चाहिँ खतरा है। च्यानगैरा नाम चाहिँ च्यानै च्यान भएर होला च्यानगैरा राखेको बाटो यस्तो छ यहाँ त्यस्तो बाटो छ। यहाँको बाटो यस्तो छ। ऊ तल देख्नु हो यहाँनिर धुवा त्यो टिप्पर आउँदैछ त्यहाँ, त्यही भएर त्यसरी धुलो उडेको। यतातिर यस्तो छ बाटोहरू ट्याक्कै। त्यो घाम लागेको ठाउँमा चाहिँ कति टाढो होला लाग्छ। हामी चाहिँ अब फाइनली चाहिँ च्यानगैरा काटेर पनि हाम्रो यो चाहिँ मेन पहिला बर्खा मौसममा चाहिँ एकदम धेरै अप्ठ्यारो हुने बाटो काटेर पनि अब चाहिँ हामी दुई खोली पुग्न लागिसक्यौँ। अब ट्याक्कै जाडो छ, टाइममा पुग्नुपर्छ, टाइममा हिँड्नुपर्छ। घरदेखि 4 बजिसकेको थियो हिँड्ने बेला, अहिले कति बज्यो भन्ने कुरो चाहिँ ट्याक्कै थाहा भएन है। तर चाहिँ हामी चाहिँ घरदेखि भोलि चाहिँ लगभग आधी घन्टा 40 मिनटमा चाहिँ आइहाल्छौँ, किनभने बाटो एकदम राम्रो छ। यो तपाईँहरू अब यस्तो छ कि यहाँको बाटो बाहिरबाट 2वटा गाडी आउँदैछ। त्यो गाडीले चाहिँ धुवा कति उडाउँछ। पारि ट्याक्कै धुलो हेर्नुहोस् अब मस्तसँग धुलो हेर। यो चाहिँ यस्तो हुन्छ है, यहाँ बाटोमा चट्ट पारामा छौँ हामी चाहिँ। यदि रोकेका छौँ किनभने चाहिँ यहाँ अलिक कम धुलो छ। चट्ट पाराले हामी दुई भाइ चाहिँ टक्क पारा दिएर चाहिँ बसिरहेका छौँ। ट्याक्कै माथि पहाड यस्तो छ यहाँको अवस्था। ल यो गाडीको धुलो चाहिँ बवाल छ। माथि चाहिँ अघि गाडी गयो यहाँ छ। यहाँको धुलोको अवस्था अब देख्न सक्नुहुन्छ। यस्तो धुलो उडाएर मान्छे चाहिँ नदेखिने बनाएर यस्तो दामी देखेको छ। तलतिर चाहिँ शीतल चिसो भइसक्यो गाइजहरू। यस्तै छ हामी चाहिँ अब चाहिँ चट्ट पाराले लाग्छौँ।